currently writing my thesis. अनि आज अब नियरली 1 महिनापछि घरबाट बाहिर निस्केको अनि घरभित्र बस्दा त वाम नै थियो अनि हाम्रो वेदर एकदम अनप्रेडिक्टेबल छ त्यही भएर म चाहिँ पुरै घाम लाग्यो पनि मजाले ड्रेस्ड अप भएर हिँडेँ टेम्परेचर देखाइरहेको छ 16 डिग्री भरे वाम छ बाहिर अनि 1-2 दिनपछि बाहिर निस्केको भएर होला होइन कस्तो रमाइलो फिल भइरहेको छ बच्चाहरू खेलिरहेको रहेछ त्यहाँ कस्तो रमाइलो लागिरहेछ अनि एट द सेम टाइम अजिब लागिरहेछ त्यही हो